कोरिया आउने सपना मैले आज भन्दा 7 वर्ष अगाडि नै देखेको थिएँ। 1 वर्ष मेहनत गरेर 2018 को एक्जाम दिएको थिएँ। त्यति बेला फुल मार्क्स 50 थियो र मेनीको कटलाइन 48 र मेरो आयो 47 र म 1 नम्बर नपुगेर फेल भएँ। त्यसपछि म निराशाले भरिएको थिएँ र सबै सपनाहरू छोडेर म कतारतिर लागेँ। 2 वर्ष 2 महिना त्यहाँ बसिसकेपछि थाहा भयो कि यहाँ 20 वर्ष बसेर पनि केही उपलब्धि हासिल हुन्न भनेर। त्यसपछि म नेपाल फर्किएँ र जापानिज भाषा पढ्न सुरु गरेँ स्टुडेन्ट भिसाको लागि र सबै डकुमेन्टहरू पेश गरिसकेपछि लास्टमा हाम्रो COA नै आएन। त्यसपछि म घरमै भिडियोहरू बनाएर बसिरहेको थिएँ र एकजना साथी हुनुहुन्थ्यो जापानिज भाषा पढ्दाखेरिको। उहाँ चाहिँ कोरियन भाषा पढ्न लाग्नु भएको रहेछ र उहाँले मलाई कहिलेकाहीँ फोन गरेर कोरियन भाषाको बारेमा केही जानकारी लिनुहुन्थ्यो र उहाँले नै मलाई कोरियन भाषा फेरि पढ्नको लागि इन्करेज गर्नुभयो। उहाँको नाम चाहिँ विष्णु सान हो र उहाँ अहिले कोरियामै हुनुहुन्छ र म पनि। र उहाँले र मैले हामी दुईजनाले 100% लिएर आएर कोरियन भाषा पास गरेका हौँ। र साथीहरू धैर्यता भन्ने चिज एकदमै जरुरी हुन्छ, सपना जसले पनि देख्दछ भन्दै आजको भिडियोमा यहाँ गर्न चाहन्छु। नमस्कार।